गरिनाले हामी सबैलाई हेरेको हेरै पार्दियो हैन त। इतना चुतिया भी नहीं होना चाहिए था गरिना। यो टाइटन स्कारको लागि मान्छेहरू पागल भएको थियो क्या। यो टाइटन स्कार प्राइम स्टोरमा आउँदाखेरि मान्छेहरूले कसको 8 लेभल छ, कति डायमन्ड हानेर चाहिँ यो स्कार निकाल्न सकिन्छ भनेर यति धेरै धेरै डायमन्ड दिएर पनि यो टाइटन स्कार निकाले। यस्तो इभेन्टमा दिएपछि त्यो मान्छेहरूलाई रुम्की हाँसुम भएन होला त। मेरो चाहिँ अलरेडी थियो पहिल्यैदेखि प्राइम स्टोरबाट चाहिँ मैले निकाल्नु परेन। जसले पनि प्राइम स्टोरबाट निकाल्नु भयो उहाँहरूलाई चाहिँ रिग्रेट लाग्ने छ। यो इभेन्ट देखेर चाहिँ लाइरा पनि होला, कतिजनाले त देखिसक्नु भयो होला। यहाँ भएको सबै गन मसँग अलरेडी नै छ कि के गर्नु म। अनि यो चाहिँ लक्कीले अस्ति मलाई 19 डायमन्डमा परेको थियो। से जादू से और गरिना उस टाइम पे झ्याप था इसलिए परेको हो, नत्र भने त पर्नेवाला हैन। लाइभ हानेर यत्तिकै र्यान्डमली स्पिन हानेको थिएँ अनि परिहाल्यो। अनि मलाई यो स्कारवाला इभेन्ट देखेर त लास्टै रिजुटी पनि रहेको छ कि। अनि माया पनि लागिरहेको छ जसले पनि त्यत्रो धेरै डायमन्ड खर्च गरेर निकाल्नु भयो। अब गरिनासँग हाम्रो केही पनि लाग्दैन हैन। गरिना चुतिया थियो, अझै यो इभेन्ट दिएर त महा चुतिया जस्तो लागिरहेको छ मलाई। जसले त्यसरी निकाल्नु पाउनु भएन, जोसँग टाइटन थिएन उहाँहरूलाई चाहिँ खुसी लागिरह होला, जोसँग छ उहाँहरूलाई चाहिँ डरो रिस उठिरह होला। तपाईहरुलाई यो स्कार यसरी रिटर्न आउँदा चाहिँ कस्तो लाग्यो, मन पर्यो कि परेन भन्न चाहिँ नबिर्सिनु होला। अनि जोसँग पनि टाइटन स्कार छैन, निकाल्न चाहनुहुन्छ, निकाल्नको लागि भरपर्दो मान्छेसँग टप अप हान्न चाहनुहुन्छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो फेसबुक आइडी रहेको छ साउनी डन, नभए मलाई टिकटकमा पनि मेसेज गर्न सक्नुहुन्छ। है त गाइज।